यो चाहिँ मणिचुड दह हो। मणिचुड दहको बर्खाको अवस्था यस्तो छ। हिउँदमा भयो भने यहाँको पानी असाध्यै कञ्चन देखिन्छ। अहिले बर्खा मास भएकोले यहाँको पानी धमिलो धमिलो छ। लुङदरहरू अनि दहमा प्रतिबिम्बित हुँदा कति आकर्षित देखिँदो रहेछ भने नि शब्दमा बयान गर्न, दृश्यमा उतार्न कठिन छ। तर यति चाहिँ भन्न सकिन्छ, यहाँको दृश्य लोभलाग्दो, रहर लाग्दो देखिन्छ। तपाईँ पनि पदयात्रामा रुचि राख्नुहुन्छ भने सप्ताहन्त मनाउन एक दिन मणिचुड आएर रमाउन सक्नुहुन्छ। धन्यवाद 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 छ।